हेलो नमस्ते। आज हामी कहाँ जाँदै हामी सबिना? कबली पम्किन पम्किन हनी मनी टोमिन टु फनी फनी कबली लिन जाँदै हाम्रो घर चाहिँ हाम्रो त हैन भाउजूको घर हो कति धेरै कबली कबली। हाय हामी लिन जाँदैछौँ फर्सी। यत्रो टोकामा विष्णुजीले कति टोका ल्याउन अहिले? विष्णुजीले 2 टोका ल्याउन, यहाँ अझै 2टा ल्याउन दाइला भाउजूला हाम्रो गोलमा डोललाई सबिनालाई अनि मलाई हेरे आए बरु म चाहिँ बरु ल्याउने हो। कति धेरै फर्सी त्यही नै अरू दिन ल्याएका नि घर कति खान फर्सी फर्सी के हो मुसो हैन सन्देला सन्देला के भन्छ तल खाल्ला है त के हो फर्सी लिन जाँदै हामी मिना दिदीका घर लुगा सुकाउने कस्तो मजाको ठाउँ रहेछ। कति रहेछ हामी देखाउँछौँ है गाइस। ओके यहाँ मिना दिदीका बाख्रा कति मोटा हुन्। मिना दिदी त हुनुहुन्न है, बस्नुहुन्न यहाँ त खाँदाखेरि के मिना दिदीको घर आएको थियो। मिना दिदीको घरमा चाहिँ कोही रहेन छ। म चाहिँ फर्स्ट टाइम आएको विष्णुजीको घरमा सरी घरमा रे विष्णुजीको बारी भन्छ नि त। विष्णुजीको घरमा विष्णुजीको बारीमा होइन तर पहिला यहाँ बाँसको पात टिप्न थियौँ। बाँसको पात टिप्न थियौँ। अब अहिले त कुहाउस र होइन यहाँ आएको झन्डै लड्यो। बिहान सबिना गइ थिइन् म के अरे स्कुल गइ थिइन्। मलाई त कस्तो सुनो भएर है म आज कति छिटो उठेर सरी कलेज के सबिना आज त्यही भएर यसलाई भोक लाग्यो भने हजुर। अनि सबिना बिहान कलेज गयो थियो अनि मलाई आमा कस्तो सुनो भएर है के भयो के भएन। अनि उठेँ सधैँमा हुन त अब यहाँ बेइज्जत गर्नु भएन। म 8 बजीतिर उठ्थेँ। आज त म त अनि 6:30 बजी कस्तो सुनो है सबिना भएन भने के हुन् बहिनी भन्ने कुरा भएन भने कस्तो हुन्छ। जे जस्तो भयो नि सबैको जिन्दगीमा बहिनी भन्ने कुरा चाहिँ हुनुपर्छ चाहिँ क्या। एक दिन सबिना भएन मलाई त सुनसान के भएन कस्तो त्यही भने बहिनी भएपछि त्यही नि अब आफू जत्रै बहिनी भएपछि चाहिँ अब हुन्छ नि साथी जस्तै कि जे पनि काम गर्दा नि अब हुन्छ नि जे गर्दा नि कहीँ जाँदा साथी चाहिँदैन क्या। जहाँ गयो नि बहिनीसँग गयो बहिनी जाऊँ साथी जस्तै बहिनी जहाँ जाँदा नि बहिनीलाई गयो कहीँ जाँदा नि साथी खोज्नु नि परेन होइन। त्यहाँदेखि बहिनी चाहिँ सबैको जीवनमा बहिनी चाहिँ हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। तपाईँ चाहिँ को बहिनी नहुने भएकाले कति ऊ हुन्छ होला जस्तो लाग्छ। हामी चाहिँ नि हाई पारि नि ए आमा यस्तो भएछ फर्सी। लुक एट दिस फर्सी गाइज। डाँठाभित्र लुगाउनेको ले लुख यसभित्र राखेर झन् धेरै कुहिएछ नि क्या आमा 2 भयो। म त एउटा सक्छु क्या हो ए कुहिएछ टी सर्ट माइसार न फोर्ला सन्धि खाइस् नभन्ने फेरि कले त्यही भएर माइसार भने त्यही नि खाएछ। जम्मा एउटा डोकामा त 3टा त अट्दो रहेछ नि। मलाई आउनु माथि हुन्छ क्या छैन नि क्या
गर्दाखेरि कति कति नभए नयाँ दिए के पहिला कसरी गरे हुन्छ हैन चिराइका मान्छेले देखे चोरी समान चोरी हुन्छ इन कसको बारे के जिन्दगी हुँदा जिन्दगी हुँदा जिन्दगी कपी नगरेर कति कुइ खान जुरो ल्याउन पर्दैन बाङ्गो ल्याउन माइबाट ह मुसाले हाको मुसाले जुरो ल्याउन माथि बारी बाङ्गो ल्याउन यो ठगले जम्मा दुईटाले राखे त्यही पनि त्यस गरे तिरको त्यो भाडो सही हैन त मेरो कस्तो अफारो यहाँ हेर्न के त भाडो गरे त्यो डोको सहीले पुरामा चाहिँ कसरी मिल्छ त्यसरी ल्याउन त्यही पनि दुईटा त्यही पनि इत्रेले राखे मैले चारवटा कि पाँचवटा कतै ठुला राखे टोकामा हैन कस्तो भिजा खा यार भाडमा यो हड्डी आफ्नै हड्डी बिजाइकान के बिजाइकान कुन्नी दुब्लासे पनि काम छैन रहेछ आफ्नै हड्डी आफूले बिजाउँछन् के गर्नु बाटो फेरि यस्तो छ यहाँ यहाँ फेरि अहिले बारीमा गयौँ अनि राख्यौँ अनि त्यहाँ म चाहिँ बेलुती जोर्न गएँ थिएँ बेलुती देखेँ होइन दुईवटा बोट अनि पाकेको रहेछ अनि चोरेर लिएर आएँ त फेरि बनाउनु बिर्सेछु कि चोर्ने चक्करमा भिडियो बनाउनु बिर्सेछु स्कुलमा उहाँ सयथुङ्गा बज्या हामी हिँडिरहेको छौँ हामी राष्ट्रिय के अरे हामी देश प्रेमी होइनौँ उभे राष्ट्रिय गान बज्या उभे कस्तो देखियो है भगवान् त्यसको त मान्छे त लुगा त क्याप कुरा नयाँ कुरा तल त्यो कुरो लाएर त्यो बोकाइ यो कोही त चुइहा के कस्तो दुख्यो के चुहिन कहिले चुहिन्छ र अगाडि आएर निस् कत्रो कवलिया जुन दाइको टाउको अन्त कवल ठुलो रहेछ भाइ साँच्चै मेरो टाउको यत्रो मेरो टाउको ठुलो के कसम आए पानी आएर फेरि मैले ल्याएको चाहिँ यिनी हो यी रामे दुर्गे चाउरे छाउरे फाउरे सबिनी सबिनी सन्धे म जस्तो त कोही नि छैन म जस्तो कोही छैन सुने भन्नुहोस् को जुने वाला सुने हाम्रो बाइक फेरि उता यस्तो ढाकेर त्यस्तो छ फेरि बाइकलाई जाडो भएछ पुरानो बाइक तर केही छैन सबैको यति 45-46 वटा 50वटा भनौँ न 50वटा जति रहेछन् त्यसको ए यता कुर्सेला लाइन राख पाक्दैन हो बल्ल तातामा पाक्दैन यो चाँडै मैले भनेको र यो चाहिँ हाम्रो गाउँमा गाउँमा हैन हाम्रो एउटा माथि बारीमा फलेको फर्सी हो हेर्नुस् हैन ताजा ताजा फर्सी अब आजभोलि त फर्सी तरकारीको सिजनहरु गइसक्ने भयो हैन अनि तपाईहरुलाई लौका कबली तपाईहरुलाई के चाहिन्छ सम्पर्क गर्नु होला हैन लोकल फर्सी च्यानल हेर्न म यो गम्छा यहाँ म यता देखाइ गम्छा यस्तो एउटा म ठेलेवाली भइछु कबलीको कसलाई चाहिन्छ यहाँ मलाई सम्पर्क गर्नु होला 50 रुपैयाँमै उडो हे भगवान त्यो त खानी हो के दिने यता हैन भन्नाले हाम्रो उसमा चाहिँ मौसम त्यसै यो भान्टा भेन्टो त्यसपछि यो लौका फर्सी सबै पाइन्छ हैन पाकेकोदेखि काँचोदेखि लिएर सबै पाइन्छ कसलाई चाहिन्छ भने सम्पर्क गर्नु होला मकै पनि बिक्रीमा छन् यहाँ जे पनि चीज देख्नु भयो सबै बिक्रीमा छन् हाम्रो घरमा चाहिँ हैन सम्पर्क गर्नु होला सस्तो मिलाएर ताजा फ्रेस गाउँको लोकल अर्गानिक खानेकुरा है त